हेलो नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा फेरि पनि। हिजो नेपाल र युए बीचको म्याच चाहिँ कसले हेर्नुभयो? लास्टै थ्रिलिङ म्याच थियो। म चाहिँ आजभोलि चाहिँ नेपालको म्याच चाहिँ रिजल्ट आएपछि मात्रै हेर्ने गरेको छु। मलाई लाग्छ जुन दिन मैले हेर्यो त्यो दिन चाहिँ नेपालले पक्कै हार्ने के म्याच, पनौती जस्तै कि लास्टै पनौती हो कि म भन्ने जस्तो कि। हिजो म म्याच हेरिरहेको थिएँ, लास्टमा हार्नै भयो, ल हार्नै लाग्यो नेपाल त यार। अब हार्ने भयो भनेर मोबाइलमा थुकेर पर बन्द गरेको, एकछिन बन्द गरेर राखेँ। लास्ट ओभर थियो होइन, कसले हाल्छ भन्ने पनि थाहा थिएन। त्यसपछि बन्द गरेर राखेँ। त्यसपछि त यार नेपालले जितेको यार। दिपेन्द्र सिंह ऐरीले पछि हाइलाइटमा हेरेँ मैले, एकदमै राम्रो बलिङ गरेर रहेछ, राम्रो खेलिरहेछन्। तर पनि बेस्ट चाहिँ भन्न मिल्दैन नेपालको खेललाई, किनभने त्यहाँ स्टार्ट्सहरू तपाईँ यो क्वालिफिकेसन जो T20 वर्ल्ड कप 26 को क्वालिफिकेसनको स्टार्टहरूमा हेर्नु होइन, त्यहाँ नेपाली खेलाडीको रेयरली नाम भेटिन्छ कि। कुनै पनि विधामा बलिङ फिगर होस् या ब्याटिङ एभरेज होस् या हाइएस्ट स्कोर होस्, कुनै एक दुईवटा कुशल बुर्तेल अनि आसिफ शेख 150 उसको 150 उसको सायद उसको नाम, अनि कहाँ बलिङ एभरेजमा रोहित पौडेलको नाम मैले देखेको थिएँ कहाँनिर। त्यो दुई तीनवटा नाम बाहेक बाँकी युएई मलेसिया होइन, अरू देशको मान्छेहरूको सबैको नाम चाहिँ उनीहरूको के विकेट भयो होइन, विकेट लिनेमा भयो, अनि ब्याटिङमा भयो, ब्याटिङ एभरेज होइन, राम्रो स्कोर गरिरहेको छ, राम्रो रन बनाएको छ, राम्रो गरिरहेको छ कि। नेपालले त्यो ठाउँमा पनि डोमिनेट गर्नु पऱ्यो कि, स्टार्ट्सहरू पनि राम्रो हुनु पऱ्यो। ब्याटिङ एकदमै के भन्नु खराब भइरहेछ नेपालको। हरेक दिन बलिङ नचल्न पनि सक्छ, ब्याटिङले पनि गर्नु पऱ्यो। अझका म्याचहरू जति पनि हामीले जितेका छौँ सबै म्याचहरू चाहिँ हामीले बलिङले गर्दाखेरि नै जितेका छौँ। सो ब्याटिङमा पनि नेपालले अलिक बढी फोकस गरे, अलिक राम्रो ब्याटिङ गरे, खेलाडीहरूले राम्रो हुने थियो। दिपेन्द्र सिंह ऐरी बाघ टाइगर चाहिँ बलिङमा चाहिँ एकदमै राम्रो गरिरहेछन्, फिल्डिङमा पनि एकदमै राम्रो गरिरहेछन्। तर ब्याटिङ अलि चलिरहेको छैन हाम्रो दिपेन्द्र सरको। उहाँको पनि ब्याटिङ चलिदिए भने चाहिँ उहाँ नेपालको पहिलो खेलाडी बन्न सक्नुहुन्थ्यो, जो चाहिँ आइसिसी ऱ्याङ्किङमा नम्बर 1 अलराउन्डर आउँथ्यो होला सायद। अहिले चाहिँ नम्बर 2 मा हुनुहुन्छ हार्दिक पाण्ड्या पछि। कतिजना चाहिँ क्रिकेट हेर्नुहुन्छ होइन, कतिजनालाई के मनपर्छ होइन, क्रिकेटको यस्तै कुराहरू गर्न मन छ भने चाहिँ तपाईँहरू कमेन्ट गर्नु होला। क्रिकेट सम्बन्धी कुराकानी गर्नलाई चाहिँ यसरी नै भिडियोहरू म बनाइराख्नेछु। तपाईँहरूको के अपेक्षा छ मबाट, मेरो भिडियोहरूमा के चाहिँ हेर्न चाहनुहुन्छ तपाईँ मलाई भन्न सक्नुहुनेछ। धेरै धेरै धन्यवाद यो भिडियो हेर्नुभएकोमा।